हेलो साथी नमस्कार। आज म गुवार फल्ली बनाउन गइरहेको छु। राम्रोसँग हेर्नु होला, कस्तो बनाए भन्ने कुरा चाहिँ प्रतिक्रिया दिनु होला। तेलमा चाहिँ राई जिरा हाल्ने। राई जिरा हालिसकेपछि राई जिरा बुडुम बुडुम पड्किएपछि त्यसपछि चाहिँ हामीले त्यसमा चाहिँ प्याज हाल्ने। प्याज हालेर राम्रोसँग चाहिँ एकछिन त्यसलाई चाहिँ चलाउने। चलाएर माथिबाट चाहिँ हल्का नुन हाल्ने। नुन हालेपछि त्यो नुनले चाहिँ पानी छोड्छ। प्याजले पानी छोडिसकेपछि चाहिँ छिटो पाक्छ अनि चाहिँ भाँडा पनि लाग्दैन। कम तेल हालेर पकाउँछु नि त मैले। अनि चाहिँ माथिबाट चाहिँ त्यो सेकेको चाहिँ गुवार फल्ली हालिदिने। त्यहाँबाट ड्याम 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 कुटेको चाहिँ त्यो अदुवा लसुन खुर्सानी जिरा हालेर चाहिँ कुटेको चाहिँ मसला माथिबाट हालिदिएर बेसार हाल्ने। त्यहाँबाट रातो खुर्सानी हाल्ने, धनिया पाउडर हाल्ने। त्यति हालिसकेपछि माथिबाट चाहिँ सिङ्गदाना हाल्ने, बदाम हाल्ने, त्यहाँबाट किसीको कोब्रा हाल्ने, हरियो धनिया हाल्ने। त्यहाँबाट हल्का सा नुन पनि माथिबाट हालिदिने हैन। त्यहाँबाट राम्रोसँग चलाउने। त्यहाँबाट एकछिन छोप्ने। मैले यहाँ छोपेको देखाएको छैन, तर चाहिँ यसलाई हेर्नुहोस् कस्तो देखिएछ।